पुर्खाले आर्जेको विशाल नेपालको दुर्भाग्य तब सुरु भयो जब 1 नोभेम्बर 1814 का दिन ईस्ट इन्डिया कम्पनीका तर्फबाट जनरल हेस्टिङ्सले नेपाल विरुद्ध विधिवत रूपमा युद्धको घोषणा गरे। अंग्रेजहरूले 5 ठाउँबाट लडाईँ खोले। यी सबै खोलेको मध्येमा 2 ठाउँमा नेपालीहरू हारे र 3 ठाउँमा नेपालीहरूको विजय भयो। यदि 3 ठाउँमा पनि नेपालीहरूको विजय नभएको भए हामीहरूको नेपाल राज्यको अवस्था अहिलेको पनि हुन्थेन। इतिहासमा यी पाखाहरूमा हाम्रा धेरै वीरहरूले, हाम्रा धेरै पुर्खाहरूले चाहिँ प्रगत भएका छन्। यदि नेपाली सेनाले अंग्रेज सेनापति अख्तर लोनीको हातबाट यो किल्ला फर्काउन सफल भएको भए यो युद्ध नेपालको पक्षमा हुन्थ्यो। तर त्यसो हुन सकेन र नेपालको पराजय हुन पुग्यो। यसपछि नेपालले सुगौली सन्धि जस्तो असमान सन्धि गर्न बाध्य हुनु पर्यो। दार्जिलिङमा जब गोर्खाल्यान्ड आन्दोलन तर्किरहेको थियो त्यसकै आसपासमा जब सुभाष घिसिङले भारतको सुप्रिम कोर्टमा यो विषयमा मुद्दा हाले त्यति बेला पनि भारतको संविधानको त्यही 136 अन्तर्गत नै हालेको थियो। यदि संवैधानिक रूपमा यसको निरूपण गर्ने हो भने सुभाष घिसिङले भने जस्तै भारतको संविधानको आर्टिकल 136 अन्तर्गत चाहिँ यो जमिन भारतको होइन, यो नेपालको। त त्यसरी स्पष्ट रूपमा भनिसकेपछि भारतीय सर्वोच्च अदालतलाई के समस्या पर्यो भने संवैधानिक रूपमा यसको निरूपण गर्ने हो भने त यो जमिन त स्वतः नेपालको भन्ने कुरा प्रमाणित हुने भयो। अनि यो पोलिटिकल इस्यु हो भनेपछि के भयो भने राजनीतिक रूपमा यसको निर्णय हुनुपर्छ भन्ने भयो। त्यसबाट उनीहरूलाई फाइदा के भयो भने नेपालको राजनीति जहिले पनि भारतीयहरूको अधीनमा छ। भारतीयहरूको निर्देशन अनुसार, उनीहरूको इच्छा अनुसार नेपालको राजनीति चल्ने हुँदा, त्यस्तो भएको देखिएको हुँदा, त्यस्तो अनुभव गरिएको हुँदा कि नेपालको सरकारले यो जमिन नेपालको भनेर कहिले पनि विधिवत रूपमा त्यहाँ आवाज उठाउने प्रश्नै उठेन। त्यो विश्वास भारतीयहरूलाई भएको हुँदा भारतीय सर्वोच्च अदालतले पनि के गरिदियो भने यो चाहिँ पोलिटिकल इस्यु हो भनिदियो। राजनीतिक रूपमा यसको निर्णय हुनुपर्छ, निरूपण हुनुपर्छ भन्यो। त्यसो गर्दा के हुने भयो त भने दुईटा मुलुकका राजनेताहरूको बीचमा टेबलमा वार्ता हुनु पर्यो। भारतको पक्षबाट त्यो वार्ता हुने कुरै छैन। उनीहरूले त्यो कहिले उठाउँदैनन्। यो जमिन तिमीहरूको रहेछ, तिमीहरू के गर्छौ भन्दा उनले प्रश्न गर्ने ठाउँै छैन। उनीहरू त्यो चाहँदैनन्। त नेपालको सरकारमा रहेका राजनेताहरू पनि हाम्रो जमिन यो हो त्यसकारण हामी माग्छौँ भनेर टेबलमा बसेर कहिले पनि कुरा उठाउँदैनन्। त्यो विश्वास उनीहरूलाई भएको हुँदा भारतको सुप्रिम कोर्टले चाहिँ यो पोलिटिकल इस्यु हो भनेर भन्यो। यो बलजबतपूर्वक जितेर लडाइँमा जितेर लिएको या केही गरेको चाहिँ भूभाग जुन हाम्रो 1816 मा हामी चाहिँ दिएको भूभाग चाहिँ नि हामीलाई बलजबत बाध्य गराएको चाहिँ नि त्यो कहिले पनि अन्तर्राष्ट्रिय मान्यता, अन्तर्राष्ट्रिय कानुनको मान्यता अनुसार चाहिँ नि त्यो अरूको चाहिँ नि भारतको पनि हुन सक्दैन, अरूको पनि हुन सक्दैन। त्यो हाम्रै भूभाग हो। हाम्रो देशको जनताले माग गरेको खण्डमा हाम्रो हो, कहिले फिर्ता देऊ हामीलाई चाहिँ नि भनेर हामीले भने खण्डमा त्यो भारतले पनि हामीलाई दिनै पर्छ। त्यो अन्तर्राष्ट्रिय कोर्टदेखि लिएर अन्तर्राष्ट्रिय सबै देशहरूले चाहिँ नि त्यो हाम्रो पक्षमा बोल्नै पर्छ। अब इस तरह से वो तंग करना शुरू कर दिया कि हम लोगों को वहां बसना मुश्किल हो गया है। अगर जो सुस्ता नेपाल है तो सरकार को पहल करके और वहां पर जनता को बचाना जरूरी है। अगर जो नेपाल नहीं है तो सरकार वहां पर कह दे कि ये नेपाल नहीं है तो हम लोग बिहार का कानून माने। हम लोग पसीना खून बहा रहे हैं सुस्ता के लिए। आज वहाँ के एसएसपी बोलता है कि तुम लोग बोल दो ये बिहार है, तुम्हारे जमीन का लाल पुर्जा रसीद कर देंगे, कल बैंक से लोन निकलेगा, तुमको लोन मिलेगा, ट्रैक्टर निकाल सकते हो, 10 एकड़ 5 एकड़ जमीन का रसीद दे देंगे तो इसी पर कमाएगा, खाएगा, जोतेगा। तुम बोल दो कि ये बिहार है, लेकिन हम लोग कहते हैं नहीं हमारा ये नेपाल है, मरेंगे या मिटेंगे, लेकिन सुस्ता नेपाल रहा है तो नेपाल रहेगा। सुस्तावासीको पीडा सुनेपछि कुन चाहिँ नेपालीको मनमा पीडा नहोला। तर जसरी सुस्तावासीलाई प्रशासनले सौतेनी व्यवहार गर्यो त्यसले हामीलाई अचम्ममा पार्यो।
हामीलाई आफ्नो देशको भूमिप्रति कति गर्व छ, कति माया छ, तर प्रशासनलाई मतलब छैन। हेर्नुहोस् र त्यहाँ हामी यहाँनिर यो सीमाको लागि हामीले एकको मान्छेहरू हामी विवाद गरिनुसँग हामी जुध्यौँ। सबै प्रशासन मान्छे आएको हामी बोल्ने। हामी नेपाली चाहिँ के सोच्नुपर्छ, हामी नेपालीहरूले यो भूमि हाम्रो, हामी अरूको भूमिलाई हामी बाध्य हुनु हुँदैन। आफ्नो देशमा सिमानाको लागि हामीले लड्नुपर्छ। अहिले भारतले मिथ्या आएको छ, हामी सधैँ बस्नु, भोलि हाम्रो भूमि कत्रो हुन्छ। त्यसरी एउटा मिथ्या हाम्रो नेपाल त भोलि हाम्रो जुन विरत नेपाल छ त्यो हाम्रो भोलि सानो भएर जान्छ। विगत 10 वर्षको द्वन्द्वको चपेटामा परेर सम्पूर्ण नेपालीको ध्यान आन्तरिक कलहमा नै सीमित भएको अवस्थामा दक्षिणका थुप्रै ठाउँहरूमा सीमाना अतिक्रमण भएका छन्। जब जब काला पानीको कुरा उठ्छ तब सारा नेपालीको मन चसक्क हुन्छ। अत्यन्तै कठिन यात्रा बन्यो हाम्रो लागि काला पानीको। आफ्नै माटोमा टेक्न भारतीय भूमिबाट भारतीय पास लिएर जानु पर्दा हामीलाई साह्रै नै पीडा बोध भइरह्यो। 5535 मिटरको उचाइमा पुगेपछि जब भारतले हडपेको भूभाग देखियो तब प्रश्नका थुप्रै भेलहरू मनमा उर्लिएर आए। सीमा अतिक्रमण भएका यी स्थानहरूको अध्ययन गर्दा एउटा काटिएको रुखको ठुटालाई धमिराले चारैतिरबाट खाइरहेको अनुभव हामीलाई हुन्छ। सीमा अतिक्रमण यसरी नै दिन प्रतिदिन बढ्दै जाने र हामी यसरी नै निरीह भएर बसिरहने हो भने भोलि इतिहासका पानाहरूमा लेखिनेछ एउटा देश थियो नेपाल भन्ने, जहाँ वीर गोर्खालीहरू जन्मन्थे। जहाँसम्म सुगौली सन्धिमा गुमेका भूभाग पुनः नेपालमा फिर्ता हुँदा नेपाललाई त्यस्तो के फाइदा हुन्छ भन्ने प्रश्न छ। वास्तवमा त्यो निकै महत्त्वपूर्ण छ। सुगौली सन्धि हुनुभन्दा पहिले नेपालको पूर्वी सिमाना हालको बंगलादेशको दिनाजपुर र रंगपुरसम्म कायम थियो। ती भूभाग नेपालमा एकीकृत हुँदा हाम्रो छिमेकी बंगलादेश बन्न पुग्छ। बंगलादेश हाम्रो छिमेकी भएपछि नेपाल पारवहनमा भारतीय प्रभुत्वबाट मुक्त हुने मात्र होइन, यसले नेपालको भू राजनीतिमै आमूल परिवर्तन ल्याउँछ।